नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण सरकारी निकाय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग डोनेट बारे कुरा गर्दैछौँ। हो, सिंहदरबारमा रहेको यो विभाग? यसको जानकारी चाहिँ हामीले विभागकै आधिकारिक वेबसाइटबाट लिएका हौं। हाम्रो खास उद्देश्य के हो भने यो विभागले गर्ने मुख्य कामहरू जस्तै व्यक्तिगत घटना दर्ता भयो, हैन, राष्ट्रिय परिचय पत्र अनि सामाजिक सुरक्षा, यी कुराहरू कसरी चल्छन् र नागरिकका लागि किन महत्त्वपूर्ण छन् भनेर अलि सरल तरिकाले बुझ्ने प्रयास गर्ने हो। बिल्कुल। यो विभाग 2075 साल असोज 28मा स्थापना भएको हो। यसले नागरिक जीवनका यी तीनवटै एकदमै आधारभूत पक्षहरूलाई अझ भनौं प्रविधि मार्फत जोड्ने र व्यवस्थित गर्ने निकै गहन जिम्मेवारी लिएको छ। त्यसो भए एक एक गरी हेरौं न त। सुरुमा व्यक्तिगत घटना दर्ता, जसलाई पञ्जीकरण पनि भनिन्छ, यसैबाट सुरु गरौं। यो किन यति महत्त्वपूर्ण छ र? पञ्जीकरण भनेको खासमा व्यक्तिको जीवनका महत्त्वपूर्ण घटनाहरू जस्तै जन्म, मृत्यु, विवाह, बसाइसराई, सम्बन्ध विच्छेद, यिनीहरूको आधिकारिक रेकर्ड राख्ने प्रक्रिया हो। कानुनी रेकर्ड हो, कानुनी र आधिकारिक। यो खालि एउटा फर्म भरे जस्तो मात्र होइन के, यो त हरेक नागरिकको स्थायी, निरन्तर चल्ने अनि अनिवार्य कानुनी अधिकार हो। यसले व्यक्तिको पहिचान र हक स्थापित गर्छ नि त। वेबसाइटमा त जन्म दर्तालाई बालबालिकाको नैसर्गिक अधिकारै भनेको छ अनि 35 दिनभित्र गर्नुपर्नेमा जोड दिएको देखियो। यसको केही खास कारण छ कि? छ नि। समयमै जन्म दर्ता गर्नु भनेको त्यो बच्चाले राज्यबाट पाउने जुन सेवा सुविधाहरू छन् नि, जस्तै स्वास्थ्य, शिक्षा, हो, ती सबै अधिकारको पहिलो ढोका खुल्नु हो के। ढिला भयो भने पछि नागरिकता लिन वा अरू सरकारी सेवा लिन पनि समस्या पर्न सक्छ। त्यसो पो। तर खुसीको कुरा के छ भने अहिले प्रक्रिया निकै सजिलो भएको छ। अनलाइनबाटै आवेदन दिन मिल्छ। अनलाइन प्रणाली, यसको प्रभावकारिता कस्तो देखिएको छ त? वेबसाइटमा केही तथ्याङ्कहरू पनि थिए क्यारे? हो, तथ्याङ्कहरू हेर्दा त निकै उत्साहजनक देखिन्छ। हालसम्म हेर्नुहोस् न, 40 लाख भन्दा बढी जन्म दर्ता। 40 लाख? अनि करिब 11 लाख मृत्यु, 16 लाख जति विवाह, 8.5 लाख बसाइसराई अनि 93,000 सम्बन्ध विच्छेद, यी सबै अनलाइन प्रणालीबाटै दर्ता भएका छन्। ओहो। यसले के देखाउँछ भने डिजिटल पहुँच कति बढ्यो होइन, मान्छेहरूले यसलाई कति स्वीकार गरे भन्ने कुरा। देशका 6,718 वटा वडा कार्यालयहरूले यो अनलाइन प्रणाली प्रयोग गर्नु आफैमा ठूलो कुरा हो नि। यसले त रेकर्डहरू पनि सुरक्षित र व्यवस्थित भयो होला? एकदमै। ल, अब जीवनका घटना दर्ता भए, त्यसपछि व्यक्तिको एउटा छुट्टै पहिचानको कुरा आउँछ। राष्ट्रिय परिचय पत्रको अवधारणा यही त होला नि, होइन? यो डिजिटल आइडेन्टिटीले खासमा गर्छ चाहिँ के? बिल्कुल। राष्ट्रिय परिचय पत्र भनेको त्यो पुरानो खालको परिचय पत्र मात्रै होइन, यो नागरिकको डिजिटल पहिचान स्थापित गर्ने एउटा आधार हो। डिजिटल पहिचान। यसको खास लक्ष्य त भविष्यमा सबै सरकारी सेवालाई यही एउटा परिचय पत्रबाटै जोड्ने, एकीकृत गर्ने र सजिलो बनाउने हो। राम्रो सोच रहेछ। यसका लागि पनि अनलाइन आवेदन दिन मिल्छ? मिल्छ। अनलाइन आवेदन खुला छ। अनि कसैले आफ्नो परिचय पत्र बन्यो कि बनेन या नम्बर के हो भनेर थाहा पाउनु पर्यो भने नि के उपाय छन्? मैले वेबसाइटमा त थुप्रै फोन नम्बरहरू देखेको थिएँ। हो, नागरिकलाई सजिलो होस् भनेर विभागले विभिन्न माध्यम राखेको छ। जस्तो सिटिजन पोर्टल भयो, NIDMS-बाट पनि जानकारी लिन सकिन्छ। अनि फोन नम्बरहरू त छँदैछन्, जस्तो 0142000014, अरू पनि छन्। वेबसाइटमा QR कोड स्क्यान गरेर पनि हेर्न मिल्छ। धेरै विकल्प रहेछन्। जसले गर्दा फरक प्राविधिक पहुँच भएका नागरिकलाई सूचना पाउन सजिलो हुन्छ नि त। ठिक हो। ल, अब पहिचान र दर्तापछि विभागको अर्को महत्त्वपूर्ण काम त सामाजिक सुरक्षासँग जोडिएको रहेछ। यो कार्यक्रम चाहिँ कसरी चल्छ? सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत चाहिँ सरकारले नगद हस्तान्तरण मतलब क्यास ट्रान्सफर मार्फत केही निश्चित समूहलाई आर्थिक सहायता दिन्छ। जस्तै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, लोपोन्मुख जाति अनि बालबालिका पनि। यसको मूल मर्म नै सही व्यक्तिलाई सही समयमा सही रकम प्रदान गर्नु हो, ताकि सरकारी पैसा साँच्चीकै जसलाई चाहिने हो उसैले पाओस्। हो नि। यसको व्यवस्थापन र पहुँच कस्तो छ त? लाखौं मानिसहरू लाभान्वित छन् भन्ने देखिन्छ। हो, अहिले करिब 37,65,000 सक्रिय लाभाग्राही छन्। 37 लाख?
यसको व्यवस्थापन पनि पुरै अनलाइन प्रणालीबाटै हुन्छ। ss.donidcr.gov.np भन्ने वेबसाइट छ। यसले गर्दा तथ्याङ्क अपडेट राख्न, दोहोरोपना हटाउन सजिलो हुन्छ। ए त्यो त राम्रो भयो। अझ महत्त्वपूर्ण कुरा के छ भने देशका सबै मतलब 753 वटै स्थानीय तहमा ब्याङ्किङ प्रणाली मार्फत भत्ता वितरण भइरहेको छ। ब्याङ्कबाटै? हो, ब्याङ्क खातामा। यसले गर्दा त्यो पहिले सुनिने चुहावटहरू हैन, त्यो रोक्न र पारदर्शिता बढाउन एकदमै धेरै ठूलो मद्दत पुगेको छ। त्यो त एकदमै सकारात्मक कुरा भयो। भनेपछि यी तीनवटै प्रणाली, पञ्जीकरण, राष्ट्रिय परिचय पत्र अनि सामाजिक सुरक्षा, यी सबै एक आपसमा जोडिएका छन् र प्रविधिमा आधारित छन्। यसले के सङ्केत गर्छ त? यसले मुख्य रूपमा के देखाउँछ भने विभागले नागरिक सेवालाई एकीकृत गर्न र अझ प्रभावकारी बनाउन प्रविधिको एकदमै धेरै प्रयोग गरिरहेको छ। जस्तो कि हेर्नुस् न, अब ठेगाना परिवर्तन गर्नु पर्यो भने वा लाभग्राहीको विवरण हेर्नु पर्यो भने अथवा केही गुनासो छ भने अनलाइनबाटै दर्ता गर्न मिल्ने सुविधा पनि छ। ए, गुनासो पनि अनलाइन? हो, हालसम्म 2124 वटा गुनासा दर्ता भइसकेका छन्। यो सबै एकीकरणले गर्दा नै सम्भव भएको हो। यसले नागरिकलाई धेरै ठाउँ धाउनु पर्ने झन्झट कम हुन्छ नि त। हो नि, समय पनि बच्यो, झन्झट पनि कम भयो। त्यसो भए समग्रमा हेर्दा त यो राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले नागरिकको जीवनको सुरुवातदेखि नै उनीहरूको कानुनी पहिचान बनाउनेदेखि लिएर सामाजिक सुरक्षा दिनेसम्मका एकदमै आधारभूत र महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेको रहेछ। त्यो पनि प्रविधिको बढ्दो प्रयोग गरेर। एकदम सही भन्नुभयो। र यदि कसैलाई थप जानकारी चाहियो वा कुनै सेवा लिनु पर्यो भने विभागको वेबसाइट छँदैछ, फोन नम्बरहरू पनि उपलब्ध छन् अनि अनलाइन पोर्टलहरू पनि छन्। निश्चय पनि यी जानकारीहरू निकै उपयोगी रहे। तर अन्त्यमा एउटा कुरा सोच्न मन लाग्छ। के कुरा? एउटै निकायले यति धेरै नागरिकको व्यक्तिगत र अझ भनौँ जैविक तथ्याङ्क, बायोमेट्रिक डाटा पनि सङ्कलन र व्यवस्थापन गरिरहेको छ। यसले भविष्यमा नागरिक सेवा प्रवाहलाई कति सजिलो बनाउला, त्यो एउटा पाटो भयो। तर सँगसँगै यति संवेदनशील डाटाको सुरक्षा र गोपनीयता होइन, त्यो सुनिश्चित गर्ने चुनौती चाहिँ कतिको जटिल होला। खै, यो चाहिँ आगामी दिनहरूको लागि विचार गर्नुपर्ने विषय हो जस्तो लाग्छ। हो नि, यो निकै महत्त्वपूर्ण प्रश्न हो। अवसर र चुनौती दुवै छन्।